नमस्ते सबैजनालाई होइन। अनि अब काली लाग्दो चाहिँ अब सुन्ने बेलामा भएको छ, लस्ट इयर हामीले सुनिसकेको छौँ काली लाग्दोको रिएक्सन भिडियो बन्न गइरहेको छ। होप यु इन्जोय इट। लेट्स प्ले द म्युजिक। खाली लाग्दो एकदमै आउँदैन रात परसम्म उज्यालो थिएन एक्लै थियो हुँदैनमा अन्धारी चालेको पाइला थाहा थिएन जाने कहाँ कोही थिएन उठाउने साइडमा लडेर पल्टिएमा सोच्दा नि खाली लाग्दो एकदमै आउँदैन रात परसम्म उज्यालो थिएन एक्लै थियो हुँदैनमा अन्धारी चालेको पाइला थाहा थिएन जाने कहाँ एकदमै काली लाग्दो अँध्यारो रात थियो अरे। त्यसपछि होइन कोही थिएन एक्लै अन्दाजी चालेको पाइला जाने कहाँ थाहा छैन होइन। अनि लड्यो भने उठाउने कोही छैन। करस यस्तो छ, मिठो छ, दामी लाग्यो। कोही थिएन उठाउने साइडमा लडेर पल्टिएमा एक्लै नै अगाडि बढे सङ्घर्ष गर्नु नै पर्ने कहिले नि बिर्सिन मैले रातहरू कसरी कटे सङ्गीतलाई पन्छाएर थाहा छैन कसरी बसे कसरी बस्नुभयो सङ्गीतलाई पन्छाएर। यस्तै म पनि सोध्दैछु होइन। तर ब्याक भन्नुभयो, आइएम ह्याप्पी विथ इट होइन। लट अफ ऱ्यापर्स आर्टिस्टहरूले चाहिँ ब्याक गर्नु जरुरत छ अहिलेको टाइममा होइन। किनभने अहिले अब त्यही हो, प्यासनलाई करियर बनाउन नसकेको ऱ्यापरहरू थुप्रैजना छ। ब्याक हुनु पर्यो है, डाक्टर स्याम जस्तो। रातहरू कसरी कटे सङ्गीतलाई पन्छाएर थाहा छैन कसरी बसे कोसँग गुनासो गर्ने फर्किने दिनहरू गन्थे निदाउन औषधि जहिले दिदीको बिहेको निदाउन औषधि जहिले औषधि खानु निदाउन सेड लाइफ भइहाल्यो नि त। अनि गुनासो गर्ने फर्किने दिनहरू गन्थे निदाउन औषधि जहिले दिदीको बिहेको ऋण साउले दिएको पिर आमाले सोचेको चिज पुर्याउन खोजेको थिएँ तिमीले रोपेको बीज बाटो पलाएछौ बिस बनेर बुवाले आमालाई भनेको सुनेको थिएँ। तिमीले रोपेको बीजबाट फलेछ बिस भनेर बुवाले आमालाई भनेको सुनेको थिएँ। तेरो छोरा तैँले के गरेको यस्तो, किन यस्तो बनाइस् तैँले भन्न खोजेको एउटा सेन्स दिएको छ होइन। यो त अति च्वासै के चित्तै दुख्ने खालको भयो क्या त। तिमीले रोपेको बीज बाटो पलाएछौ बिस बनेर बुवाले आमालाई भनेको सुनेको थिएँ त्यस्तो त थिएन नि सघाउन काम बाउसँग कुरै मिल्दैन त कसरी जाम ऱ्याप नबजा भनेर जलिनीले भनेको मेहनत र निस्केर जा वचनको धारले सधैँ प्रहार वचनको धारले सधैँ प्रहार। कस्तो दुख्छ क्या वचनको धारले होइन। अरूको त घाउ बन्छ कि तर यसको जुन नमेटिने घाउ भन्छ क्या। अब केले काट्यो भने दाग लाग्छ के हुन्छ निको त हुन्छ नि त एटलिस्ट। तर अहिलेसम्म पनि त्यो फिल भइरहेको छ दाइलाई भने चाहिँ अहिलेको टाइममा यो एल्बम निकाल्दा त्यो कुरा फिल गरेर लेखिरहेको छ भने चाहिँ त च्वासै गोचेको छ दाइलाई। भनेर जलिनीले भनेको मेहनत र निस्केर जा वचनको धारले सधैँ प्रहार बाधा र समस्या काँधमा बोकेर हिँडिरहेको थिएँ शान्त हुनलाई जरुरी थियो बलिदान रिलिज गर्न पाइन भने मेरो एल्बमहरू मैले फर्किएर आइन भने मेरो म्युजिक लिएर मैले सोचे भन्दा बढी पीडा बाध्यो मलाई अलि बेर पहिले मलाई रिग्रेट हुन्छ जस्तो लाग्थ्यो म मरे भने के। यो एल्बम रिलिज गर्दै थिएन भने दाइले रिग्रेट हुन्छ अरे क्या। फ्याट्टै मरिगयो भने रिलिज नगरिकन बट रिलिज भइसक्यो असम होइन। अनि त्यस्तो फिल भइरहेको जस्तो दाइलाई भन्न आयो। नाइस। अलि बेर पहिले मलाई रिग्रेट हुन्छ जस्तो लाग्थ्यो म मरे भने के सोच्दा नि खाली लाग्दो एकदमै आउँदैन रात परसम्म उज्यालो थिएन एक्लै थियो हुँदैनमा अन्धारी चालेको पाइला थाहा थिएन जाने कहाँ कोही थिएन उठाउने साइडमा लडेर पल्टिएमा सोच्दा नि खाली लाग्दो एकदमै आउँदैन रात परसम्म उज्यालो थिएन एक्लै थियो हुँदैनमा अन्धारी चालेको पाइला थाहा थिएन जाने कहाँ
उताउने साइडमा लडेर पल्टिएमा सोच्दा नि कहाँले लाग्दो एकदम कालो लाग्दो टाइम सेदाइको रहेछ होइन लाइक अब भनौँ न अब घरमा ऱ्याप नसुन यस्तो नगर होइन भन्नेहरू टर्चर प्रेसर भइराख्ने अनि अब आमालाई त्यस्तो भने लाइक होइन अब लट अफ थिङ्स भइरहेको रहेछ लाइफमा कालो लाग्दो एकदम हुन्छ नि पेनफुल लाइफ दाइले सो गरिरहेको छ यो उसमा चाहिँ होइन यो सङमा चाहिँ होइन दामी लाग्यो मलाई चाहिँ होइन बिट पनि असम होइन अनि त्यसपछि अब यो एनिमेसन त दामी छ होइन त्यो अब सबैमा छ प्रायः छ होइन नाइस अर्को अब रेगुलर गरिदिनु यो भयो अब हामीले काल लाग्दै सुनिसक्यो भने चाहिँ अब बाँकी रह्यो अर्को रह्यो 21 days in jail. I'm back. ल सुनौ है त 21 days in jail. 21 दिन जेलमा सेट कल्पनाकी वास्तविकता जस्तो डन्डी भएको ढोका लाको भोटे ताल्छ कत्रो भाग्न पाए हुन्थ्यो मेरो भाग्य रहेछ कस्तो सोची भित्ता फोड्ने कोसिस गर्दा सामर्थ्य नै कम भो भोटे ताल्छ लाको भाग्न पाए हुन्थ्यो मेरो भाग्य रहेछ कस्तो अनि भित्ता फोड्न खोज्दा सकिएन नि त कहाँ भित्ता फोड्न सकिन्छ त होइन भाग्न पाए हुन्थ्यो मेरो भाग्य रहेछ कस्तो सोची भित्ता फोड्ने कोसिस गर्दा सामर्थ्य नै कम भो पक्रा पुर्जी सातो गयो मनको सिमेन्टीको चिसो भुइँ जाडो भयो चर्को आँसु पुछेर आमाले छोडिदिनु भएको भयो ओड्नु कि ओछ्याउनु कि अङ्गालो हाल्नु घरको आँसु पुछेर छोडिदिनु भएको आमाले घरको ओड्नु कि अङ्गालो हाल्नु कस्तो चिसो हुन्छ त भुइँमा चिसो भुइँमा सुत्दाखेरि ऊ सेट ओड्नु कि अङ्गालो हाल्नु त सेट पुछेर आमाले छोडिदिनु भएको भयो ओड्नु कि ओछ्याउनु कि अङ्गालो हाल्नु घरको मध्यरातमा जिल्ला अस्पताल मध्यरातमा रगत भयो जाँच यता जाडो भएर दाँत किटिराछु उता ओसिएमसी भित्र अन्तर्वार्ता चिसोले मन लागेछ उता के गरिस् कसो गरिस् के गरिस् यहाँ सोधपुछ अन्तर्वार्ता हात तरिका यस्तो नै हुन्छ यसो सोध्नु छोडेर यसो केही हुन्छ नि त अनि मान्छे भयो यस्तो मान्छे जस्तो गर्नु पर्यो नि त एटलिस्ट केही नभयो भने त यता जाडो भएर दाँत किटिराछु उता ओसिएमसी भित्र अन्तर्वार्ता थिएन गलत मनाशय थिएन गलत धारणा देखे जाहेरीमा झुट्टो आरोप गलत आचरण थाहा त्यो प्रगतिले शत्रुहरू भएको आकर्षण देखे जाहेरीमा झुटो आरोप गलत आचरण भने चाहिँ कसैलाई गलत झुटो आरोप गलत आचरण न यस्तो नजरले हेरिस् त नि अब यो छोरी मान्छेकै कुरो होला होइन अब सरी होइन यो होइन तर गलत आचरण भन्दाखेरि चाहिँ अब कसैले एउटा लाइटहरू ब्लेमै हुन्थ्यो त होइन अब भन्दाखेरि भन्ने जस्तो हुन्छ तर यो केसमा चाहिँ होइन अझै पनि गाह्रो छ जुनसुकै देशमा पनि जाहेरीमा झुट्टो आरोप गलत आचरण थाहा त्यो प्रगतिले शत्रुहरू भएको आकर्षण लाग्थ्यो निस्के भने जीवन जिउने लाख उपाय छन् सुमन सरोज किरण आयो भेट्नलाई विनोद दाइले भन्नुभयो के छ भाइ मेरो कारण गाह्रो भयो धेरैलाई दुई हात जोडी मनैबाट माफी माग्छु सबै विनोद सरोज सुमन विनोद दाइले भेट्न आउनुभएछ के छ भाइ भन्नुभएछ विनोद दाइले कस्तो खुसी लाग्छ नि हौ यस्तो ठाउँमा त्यसरी भेट्न जानु त भनेर त नि त्यसरी भेट्न को चाहिँ पुग्छ त त्यसरी होइन पुग्नु राम्रो कुरो हो नि त को आफ्नो को बिरानो त्यसरी चिनिन्छ नि त भाइ मेरो कारण गाह्रो भयो धेरैलाई दुई हात जोडी मनैबाट माफी माग्छु सबैलाई
आमा रुँदा सम्हालिँदै थिएँ दिदीहरूलाई नरौ भनी सम्झाउँदै थिएँ भेट्न आउनेहरूलाई मैले नाटक स्वरूप भए पनि जोक हान्दै खुसी पार्दै फर्काउँदै थिएँ एउटा बुढो मान्छे लौरो टेक्दै भेट्न आछ अरे भन्ने खबर कानमा परेपछि धड्कनहरू बढे म पहिलोचोटि पश्चातापको अगेनामा जले जब वृद्ध बाको आँखाबाट आँसुहरू खसे पश्चातापको अगेनामा जले हेत्तेरिका यस्तो म थिएन नै भने पनि हुन्थ्यो टाइपको फिल भएछ त्यसलाई यो हुन्छ नि युनिभर्समा होइन म थिएन नै भने पनि टुक्क हुन्थ्यो भन्ने भएछ दाइले चाहिँ म भित्ताभरि मुड्की हानी बाथरुम पछि रुन्थी मेरो गल्ती थिएन केही पनि तर खै के भयो कुन्नी के दिए सजाए हो को मान्छे रमाउने म एक्लै थिएँ काफी परिवारलाई किन सताउने मलाई एक्लै गर्नु नि सबै त गरेँ कसैलाई खबर नदिनु एक्लैलाई ल्याउनु खबरै नदिनु होइन थिएन भन्ने हुन्थ्यो होइन परिवारलाई किन सताउने कि यो भएन त्यो भएन तेरो छोरो यस्तो तेरो यस्तो तेरो नाति यस्तो त्यो ल्याङ हुन्छ नि त सबलाई किन सताउने गल्ती गरेको भने जसले गरेको उसलाई सताउनु नि भन्ने खालको दाइको चाहिँ धारणा र्याप हान्दै हिँडेको त्यो शान्तिनगर चोक हुँदै हतकडी लगाएर भ्यानमा म्याथप गर्न कोट चिच्याएर छोड भनी दौडिनलाई मन थियो मैले मूल्य बुझे पहिलोचोटि स्वतन्त्रताको जब पिँजडामा कैद भएपछि नि होइन तब चाहिँ नि म त फ्रिडम थिएँ नि त कस्तो मैले त पिँजडामा बसे जस्तो अब एउटा फ्रिडम भन्ने चिजै छैन भन्ने एउटा फिल भएपछि नि होइन तब चाहिँ मात्रै मोल बुझ्नु पर्यो दाइले चिच्याएर छोड भनी दौडिनलाई मन थियो मैले मूल्य बुझे पहिलोचोटि स्वतन्त्रताको कसरी गरौँ वर्णन मलाई हिरासतको नरक मेरो सोचहरूको झडप बढ्छ आत्मबलमा दमन त्यो भन्दा ठुलो टर्चर भएको अरू के छ भनौँ जब आत्महत्या गर्छ भनी लेख्न पाइन कलम हो लेख्ने मान्छे अभियसली होइन अनि अब के त हुन्छ नि सुसाइड नोट पो लेखेर मरिदिन्छ कि भन्दा पनि पेन नपाइदिएर आएका ल लेख्ने मान्छेले त पेन भने एटलिस्ट एउटा उतो त हुन्छ राहत त हुन्छ नि त भन्यो त्यो भन्दा ठुलो टर्चर भएको अरू के छ भनौँ जब आत्महत्या गर्छ भनी लेख्न पाइन कलम भाइटिकाको अघिल्लो दिन टाउको दुख्यो जो डाक्टरले औषधि दिएर भन्यो बढी भयो सोच सुत्दा थकाइ लाग्यो बस्दा बोर मलाई त्यो दिनदेखि बल्ल भयो समयको बोध फोन देखाउँदै हल्लार सापले हिन्दूहरूको कल्च मलाई त्यो अनि त्यो पेनले घोचेर मर्छ कि पनि भन्ने भयो क्या दाइलाई होइन अब पेन देखेछ घोचेर आफै मऱ्यो सुसाइड गर्यो भने तनाव हुन्छ पनि भन्ने भयो क्या सायद दिएर भन्यो बढी भयो सोच सुत्दा थकाइ लाग्यो बस्दा बोर मलाई त्यो दिनदेखि बल्ल भयो समयको बोध के गर्नु त समयमा यत्रो समय चाहिँ सुत्दा थाकिसक्यो बस्दा बोर लागिसक्यो समयको के चाहिँ त नि बोध त्यहीतिर समय चाहिँ के रह्यो त्यतिखेर भन्दाखेरि त्यहीतिर मात्रै दाइलाई समयको बोध भएछ क्या दाइले भनेकै सुत्दा थकाइ लाग्यो बस्दा बोर मलाई त्यो दिनदेखि बल्ल भयो समयको बोध फोन देखाउँदै हल्लार सापले हिन्दूहरूको कल्चर भोलि भाइ टिका लगाउन कोही बोलाउने भए कल गर भने दिदी बहिनी छन् त आधा दर्जन एकम तर हिरासतमा टिका लाउन को आउँछ र ए सर को आउँछ के 5 जना छन् दिदी बहिनी भन्नुभएको छ दाइले को चाहिँ आउँछ त कोही आउँछ त्यसरी जेलमा भनेर दाइलाई फिल भएछ स्याड भयो दाइ दिदी बहिनी छन् त आधा दर्जन एकम तर हिरासतमा टिका लाउन को आउँछ र ए सर रातभरि निन्द्रा लागेन सायद आफै माथि घिँडा जागेर निदाएछु कतिखेर आँखा लागेछ छिटै उठ्नु पर्यो बाहिरबाट आवाज आएर टिका थाली भरि फुलको माला सयपत्री मखमली छिटो उठ भनी नरम स्वरमा गाली गर्ने दिदी भनी चिनेपछि भकानिए मलाई मुख धुन आवश्यकता पानी परेन दिदीले बाहिरबाट छिटो उठ भनेर गाली गर्नुभएछ नि दाइले चिनेपछि होइन मुख धुन आवश्यकता पानी परेन खुसीको आँसु भन्नु कि दुःखको आँसु नि पिर भन्नु कि के भन्नु यस्तो केसमा होइन कस्तो भयो होला जेलमा अब दिदी टिका लाउन आएर चाहिँ उठ छिटो ढिला भयो टिका लाउनु पर्छ भन्दा सोच्नुहुन्न दिमाग खराब हुन्छ दिदी भन्ने चिनेपछि भकानिए मलाई मुख धुन आवश्यकता पानी परेन जीवनमा पहिलोचोटि दिदी बहिनी घिसारेर जेलको मजेरी भित्र टिका लाएँ मैले रित्तो थियो गल्ती थिएन एक सुखको दक्षिणा त आँखाभरि आँसु दिएर घर पठाएँ मैले के छ हुन्छ जेलमा केही न केही रित्तो सब थोक खोसेर राखिसकेको हुन्छ त्यो पनि भएको चिजहरू पनि अनि आँखाभरि आँसु दिएर घर पठाएँ मैले
थिएन नै केही पनि, अब आँसु मात्रै रह्यो क्या अन्तिममा। म निर्दोष छु भनेर दुनियाँलाई थाहा छ, तर कानुन कहाँ मान्छ, कानुन तराजुमा जान्छ। एउटा दिन बराबर एउटा जुनी भरको लाग्छ, र त्यो तराजुमा पुग्दासम्म कठिन लाग्छ बाँच्न। मान्छेहरूको घरमा गएर छोरा छुट्याइदिन भन्दै अलौना बिलौना गर्दै रुनुहुन्छ आमा। 2 हप्ता बेसी भयो खाना खानुहुन्न, कुरा बुझ्नुहुन्न, कोहीले भने सुन्नुहुन्न आमा। बिरामीले थला परे उठ्नुहुन्न बा, सबै भुल्न थाल्नु भयो मान्छे चिन्नुहुन्न बा। एकै झट्कामा घर पागल खाना बन्यो, एक्लै बोल्नुहुन्छ पहिला जस्तो हुनुहुन्न बा। अब घरको अब मान्छे होइन, आफ्नो परिवार होइन, त्यसरी बाहिर अब गलत आचरणको केस परेर बाहिर जेलमा परिरहेको छ भन्यो भने सब मान्छे साइको हुँदैन त। अब एउटा हुन्छ नि, अब आफूले माया गरेको आफ्नो फ्यामिली, आफ्नो पर्सन होइन, आफ्नो छोरा त्यसरी बाहिर गएर चाहिँ त्यो पनि चाडपर्वको टाइममा सिट एकै झट्कामा घर पागल खाना बन्यो। एकै झट्कामा घर पागल खाना बन्यो, एक्लै बोल्नुहुन्छ पहिला जस्तो हुनुहुन्न बा। जब समस्या आइपर्छ तपाईँ गलत नै हो भन्न ठुलो भिड तयार बन्छ भन्थे, आफ्नो पराई चिन्न तँलाई दुःख पर्न पर्छ। मलाई पनि भयो प्रश्न जब धेरै मान्छेहरूले गरे भेट्न आउन बन्द। कति मान्छे मेरो श्याम भन्दै भेट्न आउँथ्यो होइन। अब जेनदार विदेशी ट्यालेन्ट मान्छे पहिलादेखिको एउटा हुन्छ नि, एउटा युनिक पहिचान भएको मान्छे होइन। धेरै मान्छेले भेट्नै आउन बन्द गर्यो अरे क्या यो कुराले गर्दाखेरि चाहिँ। 21 दिनमा धरौटीमा निस्किए नि म, घरको आदि सम्पत्ति त सिद्धिसकेछ, परिवारको हाँसो खुसी सबै रित्तिसकेछ, अनि यो दाग कसै गरी पनि मिट्ने भएन। 21 दिनमा निस्किँदाखेरि अब धरौटीमा कति धरौटी लाग्यो होइन, आदि सम्पत्ति अब सकियो अब होइन। अनि दाग यो कसै गरे पनि मिट्ने भएन हो नि त। एउटा कुरोले अब जिन्दगीभर पिरोल्छ नि त। त्यही भनेको दाइलाई पनि स्याड। कस्तो टच्ची लेख्थ्यो आएको दाइले नै। सिरिङ्गै भयो जिउ पनि। यस्तो त दुश्मनलाई पनि नगरोस्। गल्ती गरेकै छैन, त्यसै सजायको भागेदार बनाएको छ। गल्ती गरेको चिजलाई गल्ती गरेको भन्ने एउटा सुहाउँथ्यो, तर गल्ती नै गरेको छैन भनेपछि त